रुकुमको खारामा गैराती सुरक्षा फौजमाथि आक्रमण गर्ने आतंककारीहरूमाथि सुरक्षा फौजले गरेको प्रतिकारमा ठूलो संख्यामा आतंककारीहरू हताहत। हालसम्म 152 जना आतंककारीको लाश प्राप्त। अवस्था थिए। महाकाली सन्धि खारिज गर भन्दै हुन्थ्यो। म महाकाली सन्धि साइन गर्न जाने थिएँ दिल्ली हुनुभएन। महाकाली सन्धि साइन गर्न दिल्ली जाने मान्छेले महाकाली सन्धि खारिज गर्छु भन्ने सक्छ उसलाई। त्योभन्दा बाहेक सुन अर्को अब के अरे राजपरिवार राजा राजपरिवारका चाहिँ भिसा अधिकार झिक भन्ने भनेको छ त्यहाँ। म त्यो सक्ने कुरा थिएन मैले। अब चाहिँ त्यो अब अरू त धेरै अस्माक सन्धि खारिज गरेर यहाँ त्यहाँ उहाँ काला पानी यति छ दिएन। मैले त्यही पनि म एउटा इस्यु गराउनु म चाहिँ दिल्ली जाँदैछु त्यहाँबाट फर्किन्छु कुरा। अब कहने में कोई दुख नहीं। समय की सरकार ने पूरे राजशाही का सफाया भारत की रौ से कराया और वहां की पूरी राजशाही को कत्लेआम किया। उसमें हम लोग शामिल थे क्योंकि प्रधानमंत्री को बदला ले। नेपाल की यात्रा की राजीव गांधी अपनी पत्नी को लेकर नेपाल गए। वो जाना चाहते थे मंदिर में अपनी पत्नी को लेके, क्योंकि पशुपतिनाथ मंदिर के जितने पुजारी हैं सब भारतीय हैं, ध्यान रखिएगा। मैं उनको सैल्यूट करता हूं, किसी को नहीं जानता, नतमस्तक होता हूं उनके साथ। उनकी शक्ति देखिए। राजीव गांधी अपनी क्रिश्चियन पत्नी को लेकर मंदिर ले जाना चाहते थे। पंडे खड़े हुए, उन्होंने कहा प्रधानमंत्री राजीव गांधी जी, आप सनातनी हिंदू माँ के बेटे हैं, आप पूजा कर सकते हैं। इस मंदिर की मर्यादा है कि इसमें गैर हिंदू नहीं जा सकते। ये उनका ताकत देखिए। उन्होंने जाने नहीं दिया गया। आप समझने की कोशिश कीजिए इसका कितना घोर परिणाम निकला है देश को कम। उनको जाने नहीं दिया। राजीव गांधी विंडिक्टिव वहां के राजा से कहा, उस राजा के ये शब्द हैं कि भाई ये तो आप ही के देश के मंदिर के लोग हैं और हमारी सरकार इस मंदिर में कोई दखल नहीं दे सकती। जो नियम हजारों साल से बने हुए हैं वो उन पुजारियों से पूछिए। इतने विंडिक्टिव, इतने विंडिक्टिव। ये बात सार्वजनिक मंच से इसलिए कह रहा हूं कि अब कहने में कोई दुख नहीं है। समय की सरकार ने पूरे राजशाही का सफाया भारत की रौ से कराया और वहां की पूरी राजशाही को कत्लेआम किया। उसमें हम लोग शामिल थे क्योंकि प्रधानमंत्री को बदला ले और फिर दोबारा नेपाल नहीं गए। लेकिन ये घटना हमको नहीं पता। पूरा राजशाही परिवार मार दिया गया और नाम दिया गया कि साहब लेफ्टिस्टों ने किया। ये भी हो, लेकिन पशुपतिनाथ के मंदिर के वो पुजारी, मैं धन्य मानता हूं कि उन्होंने प्रधानमंत्री के मुंह पे साफ साफ कहा कि आपकी क्रिश्चियन पत्नी है। यार हेलिकप्टर हो होइन के हो यार। लाउडा खाने कांग्रेस, धमिजा काण्ड गराउने कांग्रेस, चेनियर काण्डको मतियार कांग्रेस, बाँसबारीको जग्गा खाने कांग्रेस, स्काउटको जग्गा खाने कांग्रेस, बाल मन्दिरको जग्गा बेच्ने कांग्रेस, जनतालाई नक्कली भुटानी शरणार्थी बनाउने कांग्रेस, टेरामक्स काण्ड गराउने कांग्रेस अनि भ्रष्टाचारी चाहिँ को ऐना अघि बसेर आफ्नै बयान अर्कालाई भ्रष्ट भन्दै गर्दा आफ्नो कट्टु फुस्केको मेसो नपाए झै गरेर नाङ्गै हिँड्दैछ कांग्रेस। राजाको समयमा देशमा विकास भएको थियो हैन, रोजगारीको अवसर थियो, कल कारखानाहरू थिए, सबै बन्द भए। त्यो भन्छ नि त। हो न, त्यो यसो छ। राजा महेन्द्र भिजनरी थियो, त्यसमा कुनै डाउट छैन। राजा महेन्द्र भिजनरी थियो। धेरै जस्तो इन्स्टिट्युसनहरू उहाँले खडा गर्यो। अब विभिन्न ठाउँमा उद्योगहरू गर्यो। त्यो बेलामा इस्ट वेस्ट दुईटा, विश्वमा दुईटा सिस्टम थियो, एउटा कम्युनिस्टहरूको इस्ट ब्लक र वेस्टर्नहरूको थियो। त्यसबीचमा राजा महेन्द्रले एकदम राम्रोसँग ब्यालेन्स गरेर देशलाई, आफ्नो देशलाई बचाउनेदेखि लिएर त्यो धेरै इन्स्टिट्युसन खडा गर्यो। अब 46 सालपछि जब कांग्रेस र एमालेको सरकार आयो, त्यसमा अर्थमन्त्री हाम्रो रामशरण मत आयो। रामशरण मत चाहिँ अमेरिका पढेर आउनुभएको मान्छे हो, त्यो सबैलाई थाहा छ। नेपालको बहुसंख्यक उद्योगहरू चाहिँ कोबाट सहयोग आएको थियो भन्दाखेरि या त चाइना या त रसियाबाट आएको थियो हो, बाई इन्टेन्सन कि कम्युनिस्टहरूको र हिजोको भनौँ उसकोलाई त्यो उद्योगलाई खतम गर्ने र त्यो उद्योगहरू आफ्नो मान्छेलाई हस्तान्तरण गर्ने नीतिगत नियोजित ढङ्गले जुन गर्यो। आज जनतामा त अनपपुलर भएको छ नि। न्यूज हेरे, तीनटाको टाउको छ शेरबहादुरजीको, मेरो र केपी ओलीको। यिनलाई गोली ठोकेर टाउको काटेदेखि म 20 लाख दिन्छु भन्ने प्रचार भइरहेछ। के भाषा हो यो? के संस्कार हो यो?
लोकतन्त्रमा यस्तो हुन्छ र? India is funding any or funding or sponsoring or encouraging any pro-monarchy protests in Nepal. I think it's completely organic. I don't even think the US could be behind this, because see, if the Nepalese monarchy is restored and the king comes to power again, the king is gonna be very strongly pro-India. He's not gonna be pro-China. You could say that he'll try and be friendly with the West as well, but historically the Nepalese monarchy has been pro-India. Nepal has been a Hindu Rashtra, right? A Hindu country. The last Hindu country it was, and now it's no longer that. So the people have seen through the situation the past few decades. They've seen that the Maoists have, they have not been beneficial for the country, for the nation, for the people. And they yearn for the old days when the king used to rule. You had a monarchy, and the monarch was like a father to the people of Nepal. पछिल्लो 8 महिनामा सरकारका विवादित कामको सूची हेरौं। 1. विद्युत पक्यौताका विषयमा प्रधानमन्त्रीको विवादित अडान र लाइन जोड्ने निर्णय। 2. त्रिवीका नियुक्तिमा राजनीतिक भागबण्डा। 3. भ्रष्टाचारमा 5 वर्षको हदम्याद प्रस्ताव आफै फेल। 4. प्रहरी अधिकृतको सरुवा बडुवामा चलखेल। 5. सांसद सुनिल शर्मा विरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने निर्णय। 6. राजदूत फिर्ता र नियुक्ति। 7. रवि लामिछाने प्रकरणमा प्रतिशोधको आरोप। 8. लीला बल्लभ अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय। 9. आफैले छानबिन गरिरहेका अभियुक्तसँग प्रधानमन्त्री ओलीले अर्बभन्दा धेरै दान लिए। 10. सहकारी पीडितको वास्तविक मुद्दा ओझेलमा आरोपमा जोडिएका धनराज गुरुङ, माया राई, ऋषिकेश पोखरेल र राजीव पहाडीलाई उन्मुक्ति। 11. बाल मन्दिर बाँसबारी टिकापुर र नक्कली भुटानी शरणार्थीको अनुसन्धान रोकियो। 12. 4 महिना अघिदेखि विपदको पूर्व सूचना हुँदा पनि विपद व्यवस्थापनमा सरकार चुक्यो, 250 बढीको मृत्यु। 13. पशुपतिको सम्पत्ति कौडीको भावमा पुनः मारवाडी सेवा समितिलाई दिने सरकारी चलखेलको विरोध। 14. साना दल फुटाउन संसद छलेर अध्यादेश विरोध भएपछि अन्तिममा रोकियो। 15. एनसेललाई 16 अर्ब तिर्न कानुनमै नभएको किस्ताको सुविधा। 16. 7 अध्यादेश ल्याएर देश चलाउने काम। 17. सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक विरोध गरेर लाइक कमेन्ट गरे पनि जेल सजायको व्यवस्था। र 18. पाथी भरामा केबल कार बनाउने कुरामा स्थानीय असहमत, राज्यको हस्तक्षेपकारी भूमिका, मुठभेड र झडप। यो पारित गरौँ, एमसीसीसँग 60 अरब लियो, अब चीन जाउँ, चीनलाई गएर भनौँ अमेरिकाले 60 अरब दियो, बीआरआई अन्तर्गत 70 अरब दियो भनेर भनौँ। अनि भारत जाउँ, भारतलाई गएर भनौँ उसले 60 दियो, 70 दियो, हामीलाई 80 दियो। बोलेको ठिकै हो। राजा आए मैले के गर्न पर्छ भनेको जेलमा जाउँला, अनि जेलमा नगएर मार्ने मृत्यु नै गर्नु परेछ भने पनि यो 76 वर्षको बुढो मान्छे एकपटक मर्ने हो, मरिदिउँला। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा पुर्याउन सक्छौँ। ग्यासका सिलिन्डर कारमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर कुद्नु पर्दैन। सिलिन्डरको फेज समाप्त गरिदिन्छु, घरमा चुलामा पाइप पुर्याइदिन्छु। पिटिक्क खोल्दाखेरि सिलिन्डरबाट आउँछ नि ग्यास, पाइपबाट आउँछ। केरम काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। पेकिङबाट लासाबाट सिकार्जेबाट यहाँ आइपुग्छ कि पुग्दैन, तर केरम काठमाडौँ पोखरा लुम्बिनी रेलवे
केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ भनेर। देशको प्रधानमन्त्री होस् या एमालेको होस् या माओवादीको होस्, देश प्रधानमन्त्रीले चलाइरहेको अवस्था छैन। यो तितो यथार्थ हो। जो र जुन पार्टीको प्रधानमन्त्री सरकार भए पनि देश चलाउने बीचका मान्छेले छ, त्यस बिचौलियाले नै छ। यो तपाईले पछिल्ला 10 वर्ष 15 वर्ष खास गरेर 62-63 पछि हेर्नुभयो भने त स्थायी राज्यको स्थायी शक्तिमा पावरमा कोही छ भने सधैँ बिचौलिया छन्, ठेकेदार छन्, जोसँग पैसा छ, जोसँग सम्पत्ति छ, जोसँग पावर छ, उनीहरूले नै चलाइरहेको देखिन्छ। यसमा यताउता दायाँ बायाँ सोच्नै जरुरी छैन। जो जिउँदा राम्रा अपाङ्ग निहित केही नभएका नेताहरू महलमा, काठमाडौँको महलमा र चिल्लो गाडीमा गुड्ने, जो हात नभएका खुट्टा नभएका शरीरभरि छर्रा छन्, उनी गाउँ टोलमा रोइरहेका छन्। मलाई पनि आँसु आउँछ, किनकि हिजोको त्यत्रो 10 वर्ष 14 वर्ष राजनीति गर्यो, हामीलाई कति पीडा छ, कति पीडा लाग्छ हामीलाई त। यदि तिनी नेता भएपछि हामी खुकुरीले काट्दिन्थ्यौँ जस्तो लाग्छ। किन हिजो जनयुद्धको थालनी गर्यो प्रचण्डले? अहिले खै त्यो प्रचण्ड कहाँ छ? कस्तो चाहिँ भ्रष्टाचारी अनि पापीहरूको हातमा पुगेछ यो मेरो देश। अरूको देशसँग ब्याजमा ऋण मागेर बल्ल तल्ल बनाएको एउटा एयरपोर्टमा पनि खानुसम्म खाएछ। फेरि खानु पनि अलिअलि खाएको हो र 14 अर्ब लागतको एयरपोर्ट मनाजी हेक्का राख्नुहोस्। रवि बिनाको राष्ट्रताको नि त्यही हालत हुन्छ। समानुपातिक सांसद हो, विदाय गर्दै भइहाल्यो नि। ढाका कुमार जस्तै विदाय गर्दै हुँदैन, प्रत्यक्ष निर्वाचित होइन, समानुपातिक हो। 101 चाहिँ तपाईँको अरू महिलाहरू छन्, जनजातिकै छोरी छ अरू पनि त्यहाँ। यस ठाउँमा यहाँहरूलाई थाहा छ हामीले एयरपोर्टको शिलान्यास गरेका छौँ। 1 वर्ष हुन लाग्यो, विभिन्न कारणले होला, सरकार परिवर्तन भएर होला, के भएर हो त्यो एयरपोर्टको निर्माण कार्य ढिलो भइरहेको छ। मैले सम्बन्धित मानिसहरूलाई भनेको छु अब एयरपोर्ट निर्माणको काम ढिलो गर्नु हुँदैन, कुनै पनि कुरा ढिलो गर्न मिल्दैन। यहाँहरूलाई थाहा छ प्रधानमन्त्री भएको दिन मैले क्रमशः तपाईमाथि उब्जिएका प्रश्नहरू म जस्ताको त्यस्तै राख्ने प्रयास गरिरहेको छु। तपाईँले क्लियर गर्नुभयो भने जनताले पनि हेरिरहेका छन्, तपाईँका नगरका चाहिँ नि मतदाताले पनि यो विषय हेरिरहेका छन्, जसले प्रश्न उठाइरहेका छन् उनलाई पनि त क्लियर हुन्छ नि होइन? मैले प्रश्न सोधिदिएँ भने होइन त हो। त्यसकारण तपाईँले धैर्यतापूर्वक प्रश्न सुनिदिनु होला र त्यसको सठिक रूपमा जवाब दिनु होला है त। अब तपाईँले गर्नुभयो नि, तोक लाउनुभयो नि, त्यसमा प्रश्न गर्दैछु। यहाँ के देखियो भने प्रतिस्पर्धा हुनु पर्यो, छनौट गर्नुपर्ने युवाहरूलाई। उहाँको यो भाषा शैलीलाई लिएर पनि म ध्यानाकर्षण गराउन चाहन्छु। उहाँले यो जुन किसिमको व्यवहार गर्नुभएको छ, उहाँमाथि उब्जिएका प्रश्नहरू मैले राख्न खोज्दा उहाँले फोन पनि काट्नु भएको छ। दर्शक पनि तपाईँले सुनिसक्नुभयो। उहाँमाथि उब्जिएका प्रश्न हुन् आज सामाजिक सञ्जालमा त्यहीँकै स्थानीयहरूले, त्यहीँकै बुद्धिजीवीहरूले, उहाँकै उपमहानगरका बुद्धिजीवीहरूले उठाएको प्रश्न हो। तर उहाँले जुन किसिमको भाषा प्रयोग गर्नुभयो, पत्रकार होइन पत्रकार हो भन्ने किसिमको शैली उहाँले भाषा प्रयोग गरेको मैले भर्खरै सुने। त्यो भाषा प्रयोग गर्ने बित्तिकै उहाँले फोन काट्नु भएको छ। यसमा हाम्रो घोर आपत्ति छ, घोर आपत्ति छ। कैफियत उहाँले गर्नुभएको छ, उहाँले तोक गरेको कुरामा हाम्रो प्रश्न हो। त्यसकारण उहाँले यो कुरा सहन सक्नु भएन। उहाँलाई प्रश्न गर्दाखेरि उहाँलाई असह्य भयो र उहाँले प्रश्न गर्ने पत्रकारलाई पत्रकार भनेर भन्नुभएको छ। यसमा हाम्रो घोर आपत्ति छ। उहाँले आफ्नो यो किसिमको व्यवहारलाई सच्याउनु होला र यसप्रति तपाईँले माफी पनि माग्नुपर्छ। श्रीमती बिहा गरेको छ, अब यो उसका 2-2वटा नागरिकता छन्। अहिले त आजदेखि 2 करोडका कुराहरू पनि आइसकेको छ। आफ्नो भाइले 3टा स्वास्नी ल्याएको नदेखि रवि ल्याम्से 4वटा स्वास्नी बिहे गराएको थिएन। रेणुदाले त्यो हेक्का राख्नु पर्दैन? रेणुदाले भारतीय नागरिक भन्ने थाहा छैन? अनि यहाँ चितवन महानगरको मेयर पनि रवि ल्याम्सेले फेरि अमेरिकी नागरिक भनेर रविको विरुद्ध रेणुदालको देशको प्रधानमन्त्री राष्ट्रिय पोसाक पातपत हालेर त्यहाँबाट एउटा धोती पाटा बेरेर अनि पूजामा बसेर पुण्डरी चन्दन लाएर तर हिन्दू धर्ममा त त्यो धोती कुर्ताको छुट्टै महत्त्व पनि छैन, त्यसरी पनि हेर्नु के हो हिन्दू धर्म भने? हिन्दू धर्म भने के? सबै जात जातिको आफ्नो आफ्नो धर्म संस्कृति हुन्छ नि त, त्यो परिधान हुन्छ। हिन्दू भनेको खास धर्मै होइन। शिवजीको बालोमा त कपडा लगाउने भन्दा नि मृग चर्म मात्र हिँड्ने चलन थियो। अब अहिले धर्मका नाममा मृग चर्म खोज्न जाने अनि मृग चर्म बाँधेर हिँड्ने, लुगा लाउनु पर्दैन।